हेलो साथीहरू, अस्ति चाहिँ तपाईँहरूलाई एटिएमबाट है कसरी बिना एटिएमको क्यास विड्रल हुन्छ जिपेबाट भनेको थिएँ। र आजको भिडियो चाहिँ कसरी डिपोजिट गर्ने पैसा है बिना एटिएमको। यहाँनिर चाहिँ क्यास डिपोजिट गर्नुपर्ने चाहिँ पहिला आएर यहाँ डिपोजिट इङ्ग्लिस गर्नु पऱ्यो। त्यहाँबाट इन्टर मोबाइल नम्बर हाल्नु छ। यहाँनिर मोबाइल नम्बर हाल्नु छ। एकछिनमा के गर्दैछ र यो मोबाइल नम्बर हालिसकेपछि यहाँ अर्को थिएछ त्यहाँबाट सेभिङ एकाउन्ट चाहिँ तपाईँको यहाँनिर चाहिँ एकाउन्ट नम्बर हाल्नुपर्छ। एकाउन्ट नम्बर एकछिन म हाइदिन्छु। र एकाउन्ट नम्बर हालिसकेपछि यहाँ करेक्ट यसमा थिचिसकेपछि यहाँ मेरो यहाँ नामहरू आयो है। यहाँ पहिले नाम पढ्नुपर्छ हो कि होइन, त्यो पढिसकेपछि यहाँनिर तपाईँले यस गरेर थिच्नु पऱ्यो। यो थिचिसकेपछि यहाँ मुनि तपाईँको खोलिन्छ र यो पैसा उल्टा सुल्टा जस्तो हाल्दामा चाहिँ तपाईँले मिलाइरहने कामै छैन। यहाँ त्यहाँबाट यहाँ चाहिँ एन्टर थिच्नु पऱ्यो। मुनि यसरी बन्द हुन्छ र अहिले पैसा गर्न सुरु भयो। यहाँनिर क्यास यति छ कि छैन भनेर कन्फर्म गर्नुहोस्। पनि यहाँ देखाउँछ र मैले यहाँ 10,000 डिपोजिट गर्न जाँदैछु र हो मैले किनभने यति नै डिपोजिट गरेको नि त, त्यो भएर चाहिँ यो कन्फर्म हाल्नु। फेरि यहाँ गर्न सुरु गर्छ मेसिनमा। त्यस पश्चात चाहिँ यहाँनिर यसरी स्लिप निस्किन्छ तपाईँको यो ट्रान्जेक्सन बिल। प्लिज वेट, ट्रान्जेक्सन कम्प्लिट भनेर आयो र यसरी बिलमा चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो है। सबैले अब जान्दैन, त्यो भएर चाहिँ यो भिडियो बनाइदिएको है, सुविधा हुन्छ डिपोजिट गर्नुलाई।